हेलो गाइस, हाम्रो चाहिँ एकदम मौसम चिसो भएर सेलरोटी खाने भनेर यसरी मजाले गरेको छौँ। यदि तपाईँहरूलाई पनि सेलरोटी खाने मन छ भने आउनु होला, आउन सक्नुहुन्छ। अनि पहिला पहिलाको बाबाजूले यसै गरेर अर्ग्यानिक गाउँघरमा सेलरोटी परिकारहरू यस्तै गर्नुहुन्थ्यो। मेरो मामुले मेरो लागि स्पेसलको लागि मेरो भिडियोलाई यसरी नै लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु। अझै हजुरले माया गर्नुहुन्छ भने नयाँ नयाँ भिडियो पनि अपलोड गर्नेछु र गाउँघरमा यस्तै गरिन्छ पोल्छमा सेलरोटी। कति मजाले फुलेछ कि गाई चाहिँ त। बाबा मेरो भिडियो यति नै। अझै मैले नयाँ नयाँ भिडियोहरू पनि अपलोड गर्नेछु। मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। हजुरले माया गर्नुहुन्छ भने मलाई एकदम आशा गरिरहेको। अर्ग्यानिक कुखुराहरू धेरै छ, अनि तपाईँहरूलाई पनि चाहिएको छ भने अर्डर गर्न सक्नुहुन्छ। कुखुराहरू धेरै छ यहाँ खेतबारीमा, अन्त मजाले छ। हाम्रो ठाउँ चाहिँ यो पूर्व खोला है, पूर्व खोला। बजार चाहिँ उतापट्टि छ, हामी त्यो वारिपट्टि छ है, पारिपट्टि बजारहरू छ। हाम्रो अर्ग्यानिक कुखुराहरू हेर्नु न कति मजाले। वाउ, भिडियोहरू हेर्नु त। हाम्रो अर्ग्यानिक कुखुराहरू यसरी नै चढिन्छ, गाउँघरका अर्ग्यानिक कुखुराहरू। सहिले अन्त हाम्रो प्याजहरू